गोदावरी पुल हैन यो पुलको नाम गोदावरी भन्छ हैन ठाउँ गोदावरी भएर गाईको मुखबाट पानी आए जस्तो छ के यसको मेन सोर्स भनौँ न त्यही भएर गोदावरी राखिया खास त्यस्तो हो र काठमाडौँमा पनि छ है गोदावरी ठाउँ छ यो चाहिँ धाम हो के धार्मिक क्षेत्र हो पुरानो हो कति हो त धेरै पुरानो हो यो हामी बच्चा थिए त्यो बेलाबाटै हो त यो पहिला यहाँको पुल थिएन कि यो पुल यो भर्खरै बनायो यो पुलबाटै हो क्या सबै गाडीहरू जाने पछि त डेन्जर भ्याली नि त पुरानो भ्याली काठहरू त्यसपछि त्यो नयाँ यताको पुल खोल्यो त्यसपछि अब अहिले चाहिँ टुरिस्टको रूपमा चाहिँ आजभोलि डेकोरेट गरेर तर प्रिजर्भ चाहिँ गर्यो कि गुड पार्ट कि हैन प्रिजर्भ चाहिँ गर्यो नि त लिमिट गरेपछि अलिकति लाइफ बढ्यो नि त अब गाडीहरू जान दिरा भयो त अहिलेसम्म त भत्किहाल्थ्यो होला यति अब मान्छेहरू आउँछन् ठिकै छ काठको पुल त अब देखिँदै हुँदैन यस्तो पुल चाहिँ मैले देखेको सुदूरपश्चिममा धनगढी आसपासमा घुम्ने मान्छेहरूलाई के देखाउँ भन्ने टाइपको भयो भने यही हो देखाउने हो तपाईँलाई पनि अब आउनुभयो घुम्न तपाईँहरू के देखाउँ त अब यही हो देखाउने यो तराई जाने बाटो यो तराई यो पारी यो सब पहाड जिल्ला भनौँ तपाईँको बडीमालिका होइन अपी हिमाल सब सैपाल सब पहाडको बाटो भयो नि त सब यो हो कि त्यो कनेक्टिङ भयो यो पुल चिमारा मालिका गए कि अस्तिको ट्रेकमा अनि अहिले हर्ड कि बडी मालिका चाहिँ एकदमै नै जान एकदमै नै गाह्रो नै ठाउँ हो रे कि बडी मालिका चाहिँ कतातिर हो यतातिर हो बडी मालिका बाजुरा बजाङ बाजुरा हो यो सबै यसरी बुझ्नु कि यो सबै पाहाड जाने ठाउँ भनेको यता माथि सबै बासी मालिका इज द नेक्स्ट स्पट अनि वाइ इज इट नेम बासी मालिका भनेपछि त्यहाँ चाहिँ फुलहरू छ अरे कि होइन त्यो फुल त्यो यति गाह्रो ट्रेक हो त्यो होइन त्यो 2-3 दिनै लिएर त्यहाँ चढ्नु पर्छ होइन त्यहाँ सबै मालिकाहरू हुन्छन् कि त्यहाँ चाहिँ गएन तर वी आर प्लानिङ टु गो देयर अनि त्यहाँ स्लिपिङ बाइक लिएर ट्रेक गरेर त्यहाँको फ्लावर्सहरू हुन्छ नि तिनीहरूको एउटा यस्तो फ्रेग्रेन्स हुन्छ कि यु गेट टिप्सी के भनिन्छ बासी मालिकामा चाहिँ त्यो फ्लावर्सहरू त्यो सुँगेर नै झ्याप हुन्छ अरे के मान्छे त्यो हाम्रो लेक लाग्यो भन्छ नि त्यही हो लेक लाग्यो त्यो लेक लाग्यो चाहिँ पुलले गर्दा भन्नु त्यसले गर्दा मात्र हैन एटमोस्फियर प्रेसर पनि कम हुन्छ अल्टिट्युड सिकनेसलाई नै लेक लाग्यो त्यो पनि हो फुल पनि अलि विशाल टाइप कुनै स्पेसिस चाहिँ अलि विशाल हुन्छ के आई वान्ट टु गो इन दैट प्लेस जहाँ चाहिँ सुँगेरै झ्याप हुन्छ आई डोन्ट नीड एनीथिङ फ्रीमा झ्याप हो त फ्रीमा झ्याप हुन्छ तान्ने भनेपछि फुल लिएर सुन्ने म जान्छु त्यहाँ बासी मालिका चाहिँ त्यो सबै ठाउँ त्यही हो हाइटमा लगभग सबै ठाउँ त्यही हो ए हो खतरमा पनि त्यही हो ठिकै छ त्यहाँ पनि राम्रो छ अब आउनु होला मिलाएर कहिले काहीँ होइन धनगढी आउन सजिलो भयो भनेपछि मान्छेसँग 4-5 दिन या 10 दिन एक हप्ता जे दिन छ घर बस्नु भन्दा त वाइ नट कम गरेर अनि तपाईहरु भइहाल्नु भयो वन्दना यहाँ यता सरेको पारी पनि उ त्यहाँ मन्दिर देखिँदैछ हैन त्यहाँ मन्दिरमा चाहिँ मान्छेहरु बिएसए यताउता गर्छन् त्यहाँ घाट पनि छ अब मान्छेले देखिनमा ट्याक्क गोदावरी लेखेको पनि देखिन्छ मान्छेहरु फोटो नि खिचाउने भयो यहाँ नि जस बिजनेस राम्रो छ लोकल टुरिज्म पनि हुने भयो घोडामा चढेको सय फोटो खिचेको तपाईहरुले त सानैबाट देख्यौ नि त सानैबाट हामी त यहाँ पिकनिक खाने फ्रम स्क्रैचेसबाट अनि यो देख्छन् पछि यो लगाउन थाले मान्छेले फ्ल्यागहरु लगाएर अहिले धेरै जस्तो ठाउँमा त्यस्तै त छ मान्छेहरुलाई क्यामेरा हो चाहिने टिकटकको जमाना छ नि त त्यही भएर मेन भाइरल भयो नत्र पहिला खासै मान्छेहरुलाई मतलबै हुँदैन यहाँ पनि सानो हाइकिङ गर्ने ठाउँ छ हैन हाइकिङ गरेर यता पारी पनि गाउँ छ हो कि नि गाउँहरु छ अस्ति दाइहरु जानु भएको थियो एक दिनमा भ्याइन्छ टिकटक हान्दियो डक्टर नो प्लिज टिकटक हान्दियो टिकटक कस्तो लाग्यो डक्टर पुल एकदम रमाइलो पिसफुल के मेन चाहिँ कस्तो अर्कै आनन्द आउने के हैन पुरानो त्यो भएर पनि मेन चाहिँ कुनै कुराको भ्याल्यु थाहा पाएपछि झन् अर्कै रमाइलो तपाईले भन्नुभयो नि उताबाट यताको कनेक्टिङ पुल नै यही थियो होला के कहिलेबाट मान्छेहरु हिँड्दै जब गाडी पनि चल्थेन होला मान्छे हिँड्दै जाने बाटोहरु यही त थियो पहाड घर पनि छ नि त हाम्रो त पहाड घर पनि छ यहाँ पनि छ घर पहाडबाट बाख्राहरू यहाँ लिएर आएर इन्डिया बेच्ने थियो नि त यहाँबाट बोर्डर भन्नुभएको थियो नि अघि भर्खरै त्यो दुधुवा नेसनल पार्क इन्डियाको होइन त्यही नेसनल पार्क गौरीफन्टा बोर्डर भन्छ होइन त्यही बेच्थ्यो कि बुवाले त्यही भएर अब हिस्ट्री नै भनौँ न अब एक्ज्याक्टली कति पुरानो मलाई पनि थाहा भएन तर हामी जन्मेबाट नै थियो कि सबभन्दा कुरो त्यति त होला अब आजभोलि अब पिकनिक स्पोट पनि बनाएको छन् अलिक फोहोर फाहोर चाहिँ छ यता तर उसरी पवित्र नै हो कि ठाउँ नै पवित्र हो खास
तर म पनि तर यो पुलमा धेरै पछि यसरी घुमेँ नि मतलब एकछिन यहाँ आइन्थ्यो जस्ट यहाँबाट खिच्यो गयो त्यस्तो थियो एभ्रीडे कुरा भयो नि त तपाईँको अर्कै कुरा भयो अर्कै कुरा भयो फर्स्ट टाइम हेर्दा अर्कै आज गाइडको रूपमा आयो नि त गाइड गर्दै रूपमा आयो गाइड पनि हुनु पर्छ नयाँ कुराहरू पनि थप्नुहुन्छ नयाँ मान्छेसँग नयाँ पोइन्ट अफ भ्यू हुन्छ चटपटी खाने ठाउँ कतापट्टि छ यता चटपटे त त्यहाँ पाइन्छ होला त्यसपछि त्यही छ